यसो संसदमा हेर्छौँ यो देशको हिन्दू राष्ट्र मार्ने एकजना माननीय गगन थापा हो। यिनलाई आवश्यक परेको बेला देउता चाहिने, देउतालाई आवश्यक परेको बेला यी चाहिने कि नचाहिने, यो कुरा तपाईँले गर्नुपर्ने छ। यदि अमेरिकन सेनाले परेड खेल्यो भने मलाई 4 पाटे मोडेर थानकोटको डाँडा कटाइयोस् भन्ने ऊ एकपल्लो क्षेत्रका हुन्। आज एमसीसी का दलालहरू संसदमा निर्वाचन भएर गएको छ। बिहान मन्त्री हुँदाखेरि टिको लाएर पनि आउँछ। गृह मन्त्रीको विरोध गर्नुपर्ने आवश्यकता छैन। कांग्रेसले अवरोध गर्यो, अवरोध कसरी गर्छ? आज उहाँलाई खुला चुनौती हो। एमसीसी आयो, एकजना मान्यज्यूले संसदमा भन्नुभयो हिँडेर गयो भने 4 नम्बर क्षेत्रका अमेरिकन सेनाले तपाईकै काठमाडौँ जिल्लाको शिवपुरी माध्यमिक विद्यालयमा ड्रेस सहित परेड खेलेको छ, के अब तपाईलाई 4 पट्टि मोडेर पठाउने हो? त्यही भएर अहिले बालकुमारीमा दिनहाडै नेपाली युवाहरूलाई गोली हानेर मारियो। 17,000+2 लेख्यौं, कसैले 17,000+3 पनि लेख्यौं। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो बालकुमारीको घटना हत्या हो भन्नुभयो। संसद अवरुद्ध गर्यौं, टेबल ठोक्यौं र त्यो माग गर्यौं। त्यो माग गर्नेमा एउटा अहिलेका गृह मन्त्री रवि लामिछाने, गोली हान्ने डीएसपी, आदेश दिने गृह मन्त्री नारायण काजी श्रेष्ठ प्रकाश र त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई हत्याको अभियोगमा पक्राउ गरेर जेल हालियोस् भनेर पक्राउ गरेर जेल हाल्नु हुन्छ भन्ने कुरामा म आशावादी छु। अहिले हामी गृह मन्त्रीलाई समर्थन गर्छौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। गिरिबन्धु टी स्टेट घोटाला प्रकरणको छानबिन हुन्छ, होली वाइन काण्डमा केपी ओलीलाई पक्राउ गर्नुहुन्छ भन्ने कुरा आशा छ हामीलाई। ललिता निवास प्रकरण काण्डमा पूर्व प्रधानमन्त्री माधव नेपाल, डाक्टर बाबुराम भट्टराईलाई पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ। वर्षमान पुनः अनन्तलाई पनि गृहमन्त्रीले पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ। केवल ठट्टाएर अहिलेका माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गर्नु पर्यो भन्ने माग राखेका छु। आज गृहमन्त्री भर्खर हुनुभएको छ, 6 महिनासम्म हेर्छु। 138 किलो सुन प्रकरण काण्डमा तत्कालीन अर्थमन्त्री अहिलेका काठमाडौँको जिल्ला अदालतबाट पक्राउ पूर्ची जारी गरेका नेताहरूलाई गृहमन्त्रीले पक्राउ गर्नुहुन्छ भन्ने आशावादी छु। वाइट बडी काण्ड, टेरामेक्स काण्ड, 4G घोटाला काण्डमा गोकुल बास्कोटा लगायतलाई जेल लिनुहुन्छ भन्ने कुरामा आशा छ। अहिले पनि एनसेलको घोटाला काण्डमा अहिलेका सञ्चार मन्त्री रेखा शर्मालाई पक्राउ गरेर जेल हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। ललिता निवास प्रकरणका प्रधानमन्त्रीहरू पक्राउ पर्छन् भनेर म चाहिँ हेर्न तयार छु। प्रधानमन्त्री आफ्नी छोरी ज्वाइँ नातिनी ज्वाइँको घरमा जानका लागि नेपाल आर्मीको हेलिकप्टर चढेर सम्धि बेड्न जान्छन्। टाढा होइन, यही अगाडिको गोकर्ण रिसोर्टमा यिनीहरू सभा सम्मेलन गर्दै थिए। हिजो गाउँमा एउटा किसान, 2 मुरी धान फल्ने किसानले आफ्ना छोराछोरी मागेर बिहे गर्यो भने यिनले घाँटी काटेका हुन्। आज आफ्ना छोराछोरीहरू गोकर्ण रिसोर्टमा बिहे गर्छ। हाम्रो देशको अर्थव्यवस्था कायापलट भयो भने म केही भन्न चाहदिनँ, व्यक्तिगत रूपमा गयो नभन्नु होला। पुष्पकमल दाहाल प्रचण्डजीले आफ्ना छोरीहरूलाई कुवेतमा काम गर्न पठाएर देखाऊ, बल्ल त्यहाँबाट आएको रेमिटान्सको महत्त्व थाहा हुन्छ। यिनका छोराछोरीहरू अस्ट्रेलिया, युरोप अस्ति देख्नु भएन हेलिकप्टरमा विवाह गर्दै थिए। यदि साँच्चै देशको माया छ भने यिनीहरूलाई अहिले पनि भन्छु, हामी देवी मान्थ्यौँ हाम्रा दिदीबहिनीहरूलाई। आज खाडीमा, कुवेतमा, कतारमा गएर काम गरेर अर्काको घरमा काम गरेर पठाएको पैसाले यो देश चलिरहेको छ। अझै यिनी नेताहरूले केही गर्छन् भनेर तपाईँ सोचिराख्नु भएको छ। बेकुब नेता हो कि तपाईँ हो भन्ने कुरामा आज तपाईँलाई भन्न चाहन्छु। चाइना जानु पर्दैन परराष्ट्र मन्त्रीलाई, नेपाली जनताका छोराछोरी उद्धार गर्न रसिया जानुहोस्। तपाईँलाई फुलमालाले हामी एयरपोर्टमा स्वागत गर्छौँ। नेपाली जनता दाजुभाइहरू हो, नेपालमा सरकार छ र सरकार भइदिएको भए रसियामा अल्पत्र परेका 5 जना युवाहरूले भारत सरकारलाई मलाई उद्धार गर्दै भन्थे, आज भनिरहेका छन्। यो रसियाको विषयमा अत्यन्त सार्वजनिक महत्त्वको विषय हो। यो विषयलाई तत्काल परराष्ट्र मन्त्रीले सम्बोधन गरेर रसियामा अल्पत्र परेका, युक्रेनमा अल्पत्र परेका नेपाली दाजुभाइलाई उद्धार गर्नु पर्यो भनेर संसदको सभामुखका हामीले संसदको सचिवालयमा दर्ता गराएका छौँ। त्यतिखेरका परराष्ट्र मन्त्री, नेपाली कांग्रेसबाट बनेका परराष्ट्र मन्त्री साउदजीले, मान्यज्यूले भन्नुभएको थियो म त्यसको उद्धार गर्छु। तर अहिलेका परराष्ट्र मन्त्रीले अहिलेसम्म 3 युवाहरूलाई उद्धार गरेका छैनन्। सत्ता टिकाउनका लागि चाइना जानुभएको छ। यही व्यवस्थामा यदि भोलि म पनि प्रधानमन्त्री भएँ भने एक रति यो देशलाई परिवर्तन गर्न, देशको विकास परिवर्तन गर्न सकिँदैन। 17 खर्बको बजेटमा 82.75% यानी कि 100 रुपियाँको 82 रुपियाँ 75 पैसा तपाईहरुका जनप्रतिनिधि पाल्दै खर्च हुन्छ। के गरेर गर्नुहुन्छ? खर्च कटौती गरौँ, यो संहिता खारेज गरौँ भन्दा हुँदैन। यो त हाम्रो पहिचान हो। कहाँको पहिचान हो? कुन देशको पहिचान? देश टुक्राउने पनि पहिचान हुन्छ। ल जानुस् यही थलीको सडकलाई, यो सडक यतिले हुँदैन, क्वालिटीको भनेर तपाईको बजेट लिएर जानुस्, पैसो छैन। पैसो कहाँ छ? अझ के भन्छन् अर्थमन्त्री र प्रधानमन्त्री अगाडि बसेर चुनाव प्रचारको दिनमा प्रधानमन्त्रीको थिए त्यतिखेर पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर लगेर कहाँ झार्नुभयो? रौतहटको के अरे गढीमाईमा भित्र गएर घण्टा बजाउनु भयो, पूजा गर्नुभयो, घोट्टे पर्नुभयो, चेप्टे पर्नुभयो। अनि उपेन्द्र यादव थिए उम्मेदवार गठबन्धनका, उहाँ दौडेर जानुभयो। माथि त्यो गढीमाईको घण्टा छुनु भएन कि, खुट्टामा चेप्टे पर्नु भएन कि, रागो काण्ड लाउनु भएन कि, बोको काण्ड लाउनु भयो। फेरि नेपाली कांग्रेस शेरबहादुर देउवा जानुभयो, त्यहाँ पुरै लम्पसार पर्नुभयो। गढीमाईमा त हाम्रो उम्मेदवार जिताइदेऊ भनेर आउनुभयो। सबै त्यहाँका हिन्दूहरूले के गरे? यी त मन्दिर गयो भनेर भडाले। तर आज संसदमा आएर हिन्दू राष्ट्र चाहियो भन्दाखेरि प्रचण्ड पनि विरोध गर्छन्, उपेन्द्र यादव पनि विरोध गर्छन्।
यिनलाई आवश्यक परेको बेला देउता चाहिने, देउतालाई आवश्यक परेको बेला यी चाहिने कि नचाहिने, यो कुरा तपाईँले गर्नुपर्ने छ। अब केही साथीहरूले चुनाव चिन्ह घन्टी नै ल्याएर आए। घन्टी ल्याउने मान्छेले त हिन्दू राष्ट्र चाहियो भन्नु पर्यो नि, किनभने घन्टी भनेको हिन्दूको हो, करस त होइन। करस भइदिए भए इसाईको हो भने। अब हिन्दूहरूकै पवित्र घन्टी बोकेर आयो साथीहरू। तपाईँ सबैले के गर्नुभयो, विश्वास गर्नुभयो यो घन्टी त हिन्दूहरूको, हाम्रो पूजा आज घन्टीमै हालौँ भन्नुभयो, यहाँबाट जिताएर पनि पठाउनु भयो। तर आज ती घन्टी ल्याएका साथीहरू संसदमा हिन्दू राष्ट्र होइन, यो देशमा क्रिस्चियन राष्ट्र चाहिन्छ भन्ने कुरामा बहस गरिरहेका छन्। यही हो। ल भोलि पर्सिको सदनमा म उठाउँछु, हात उठाउन लाउँछु, सबै पूजा गर्छन्, सबै मन्दिर जान्छन्, अनि हाम्रो अस्तित्व छैन। आज जातका नाममा राज्य हुने 81% हिन्दूहरू, झन्डै 97% वैदिक सनातनहरू, बुद्धिस्टहरू र किराँतहरूको आफ्नो पहिचान छैन यो देशमा। हामी मरेको मान्छे जस्तो भएका छौँ, जिउँदो लास भएका छौँ। सबले जातका नाममा पहिचान माग्छन् भने हामीले धर्मका नाममा पहिचान माग्नु के गलत हो? आज विश्वभरिका झन्डै 50वटा भन्दा बढी देशहरू आज क्रिस्चियन राष्ट्र हुने, झन्डै 50 बराबर देश तपाईँको मुसलमान राष्ट्र हुने, अनि एउटा हिन्दू राष्ट्र नेपाल हुने कि नहुने? हुनुपर्छ। अब हुने भन्ने त भन्नुहुन्छ, चुनाव आयो भनेपछि माओवादीलाई वडाल्नुहुन्छ, अनि जसले हिन्दू राष्ट्र माग्छ त्यसलाई वडाल्नुहुन्छ, किनकि टिको लाउँछन्। सुतेको मान्छे उठाउन पो सजिलो हुन्छ, सुतेको नाटक गरेको मान्छे उठाउन गाह्रो हुन्छ भने जस्तै धर्म बेच्नेहरू धर्मको मन्दिरको पूजा गरेर आउँछन्, गल्ली गल्लीमा व्रत राख्छन्, पशुपति जान्छन्, घण्टा बजाउँछन्, लम्बसार पर्छन्, गढीमाईमा गए पशुपतिनाथमा लम्बसार पर्छन्, बिहान बिहान मन्दिर हुँदाखेरि टिको लाएर पनि आउँछन्। यसो संसदमा हेर्छौँ, यो देशको हिन्दू राष्ट्र मास्ने एकजना माननीय गगन थापा हो, उहाँ पहिलेदेखि। तर संसदमा सबभन्दा बढी टिको उहाँ नै लाएर आउनुहुन्छ, हो कि होइन? ल भन्नुहोस् त। 2072 सालको संविधान लेख्दै गर्दा 2064 साल 2070 सालमा संसदमा आवाज राख्दै गर्दा गगन थापा लगायत नेपाली काङ्ग्रेसले हिन्दू राष्ट्र चाहिँदैन, धर्मनिरपेक्षता भनेर सिग्नेचर गरे, हो कि होइन? तर आज तिनै टिका लाएर आउँछन्, यति लामो टिका पनि। पाथिभरा जान्छन्, टिका लाउँछन्, लुम्बिनी जान्छन्, बुद्ध कहाँ ढोक गर्छन्। अब हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन राष्ट्र चाहियो भने संसदमा पुरो मुगल लाउँछन्। भोट चाहिँदाखेरि चाहिँ यिनलाई देउता चाहिने, अनि आज संसदमा त्यो राष्ट्र पहिचान गर्दाखेरि नचाहिने भन्ने हुन्छ। तपाईँ मन नपराउनुहोस्। आज तपाईँको यो अहिले डलरवादीहरूले मलाई मन पराउँदैन, केही फरक पर्दैन। मन नपराओ, तिमीहरूले मन पराएपछि त तिमी र ममा एउटै भइगयो त के फरक भयो? फरकै हुनुपर्छ, केही गाह्रो छैन। तर वास्तविकको लडाइँ लड्नुहोस्, यथार्थको लडाइँ लड्नुहोस्। आज शिक्षा पद्धति कस्तो छ? यी वाय गर्दैछन्, हेर्नुहोस् विद्यार्थी, यही हो शिक्षा, नैतिकता यही हो। के हो नैतिकता? महात्मा गान्धी होइन, विश्वका दार्शनिकले भनेका छन्, नैतिकता बिनाको शिक्षाको कुनै पनि काम छैन। आज नैतिकता छ। आज जानुस् त एकछिन, स्कुलको टिचरले आफूले पढाएको विद्यार्थीलाई बलात्कार गर्छ, त्यति मात्र होइन, विवाह गर्छ झमझम बाजा हालेर। यही हो नैतिकता, शिक्षा यही हो। के पढाउनुहुन्छ? A² + B² + 2AB। जीवनमा कहाँ लागु हुन्छ? यदि प्रदेश हामीले खारेज गऱ्यौँ भने 7 खरब रुपियाँ हामीसँग बच्छ। 7 खर्ब रुपियाँले आज हामी उद्योग खोल्न सक्छौँ, कल कारखाना खोल्न सक्छौँ, हस्पिटल खोल्न सक्छौँ, आज हामी स्कुल खोल्न सक्छौँ। अहिले जानुस् त, 1 वर्षमा 12,000 भन्दा बढी नेपालको सुरक्षाकर्मीहरूले जागिर छोड्छन्। यहाँको जागिर छोडेर कतारको सिक्युरिटी गार्डको काम गर्न जान्छन्। अवस्था यस्तो छ। त्यो भएको हुनाले अवस्था र व्यवस्था दुईटै परिवर्तन गर्नुपर्छ। धेरै संरचना परिवर्तन गर्नुपर्छ, टाढा जानु पर्दैन। यहाँ अहिले हेर्नु कस्तो कानुन बनाएको छन् हाम्रो देशमा। अब यही परिवर्तन गरौँ भनेपछि फेरि उल्टो कुरा गरे भन्छन्, नेपालको मार्बल बेच्न नपाइने, नेपालको मार्बल ढुङ्गा बन्द गर्ने, अनि कहाँको बेच्ने? इन्डियाको मार्बल ल्याएर बेच्न पाउने, नेपालको औषधि बेच्न नपाइने, नेपालको जडीबुटी कसैले बेच्यो भने पुलिस आएर अहिले पक्रेर जेल हाल्छ, तर इन्डियाका औषधि खुलमखुला बेच्न पाइने, नेपालको लोकल मदिरा बेच्न नपाइने। पुलिसले के गर्छ अहिले? प्रगति विवरण भन्छ सिडिओ कार्यालयले, कसैले लोकल मदिरा बनाएको छ भने यत्रो गरेर पोखेर पत्रकार ल्याएर क्यामेरा खिचेर है, भोलि बिहान बल्टी त वाउ भन्छ,
अनि विदेशी मदिराका यत्रा ब्रान्ड ल्याएर बेलुकापल्टि हुसी खान्छन् यी सिडीहरू। कानुन यस्तो बनेको छ। त्यही भएर राष्ट्रिय प्रजातन्त्र पार्टी 14 सिट छौँ। अहिले हामीले कानुन बनाउन सक्दैनौँ किनकि हाम्रो बहुमत छैन। प्रस्ताव लिन्छौँ, तपाईँले हामीलाई चुनावमा भोट ल्याउनुबाट पहिलो कानुन गर्छौँ। लोकल मदिरा कि त मदिरा नै खान नपाउने गरेर यो देशमा पुरै ब्यान गरौँ। यदि खान पाउने हो भने विदेशी मदिरा बन्द गरौँ। नेपाली मदिराको गुणस्तर रूपमा अगाडि बढाउनु पर्ने अब हाम्रो आवश्यकता छ। अब हेर्नुहोस्, कानुन त्यस्तो बनाएको छ, गजबको कानुन छ। अस्ट्रेलियाले, युरोपले, मलेसियाले काठ बेचिरहेछ। अहिले पनि वरपर अस्ति आर्जु देवा राणाले भन्नुभयो संसदमा, काठ त साह्रै महँगो रहेछ हजुर, मैले मलेसियाबाट ल्याएको भन्दै हुनुहुन्थ्यो। नेपालमा जानुहोस् त तल चितवनमा, यहीँ परपट्टिको जङ्गलमा जानुहोस् त काठ कुहिसक्यो। एउटा रुख कसैले काटेर बेच्यो भनेपछि त्यसलाई हातकडी लगाएर आम्मामामामा पत्रिकामा लेख्छ रुख काट्ने पक्राउ पर्यो भनेर मान्छे मारे जस्तो। अनि दुबई मलेसियाको फलाम ल्याएर यहाँ भारतको फलाम ल्याएर हेर्नुहोस्, यहाँ फलाम हो, यो टङटङ हान्नु त हो कि होइन? ए काठ सजिलो भइदियो, यहाँ काठको बन्थ्यो नि त। यति मान्छेको वरिपरि यो काठको घेरबार भइदियो भए यहाँ 4 देखि 5 जना मान्छेको रोजगारी हुन्थ्यो। आज काठ बन्द गर्ने कसका लागि? अमेरिकनको डलरका लागि। अमेरिकाले रुख काटेर बेच्न हुने, मलेसियाले रुख काटेर बेच्न हुने, अनि नेपालले चाहिँ आफ्नो रुख काट्न नपाइने। त्यही भएर हामी भन्छौँ यदि बहुमत आयो भने पहिलो कानुन हामी परिवर्तन गर्छौँ। एउटा रुख काटेर बेच्ने, 2टा रुख लाउने, यो प्रविधिका साथ अगाडि गर्न रोजगारी यहीँ सिर्जना हुन्छ। त्यो कारणले गर्दाखेरि देश अराजकताको स्थितिमा छ। आज धेरै धेरै ठुलो काम गर्नुहोस्। अब तपाईँहरूलाई भन्दै गर्दाखेरि कसैलाई तितो लाग्ला, मेरो कुरा चित्त बुझ्दैन। किन बुझ्दैन भने तपाईँले मेरो सिद्धान्तसँग तपाईँले सहमत हुनुहुन्न। त्यो कुरा जायज हो, तपाईँले चित्त बुझाउनुपर्छ भन्ने लाइनमा पनि छैन। तपाईँ त आज यत्रो जनमानस छ, 4 जना मान्छे भए पनि पुग्छ। के पुग्छ भने सत्यको बाटो एक दिन विजय अवश्य हुन्छ, अवश्य हुन्छ। तपाईँलाई लाग्छ, हेर्नुहोस् यहाँ नेताहरू कसो गर्छन्। अस्ति म रौतहटको चुनाव प्रचारमा गएको थिएँ। यहाँ धेरै बाहिर धेरै साथीहरूले हल्ला गरेर देखेँ, वास्तविक कुरो नभएर मिडियाले लेखेको पनि सुने मैले। आज म एउटा कुरा प्रमाण देखाउँछु तपाईँलाई। 2080 साल साउन 2 गते सुन तस्कर भयो। 2 गते तस्कर भएपछि तत्कालीन सिआइबीले सुन तस्करलाई छानबिन गरेर दोषी गरेन भनेपछि 2080 साल भाद्र 6 गतेका दिनमा यहाँ 1 नम्बर बुँदा पढेरै सुनाउँछु। मिति 2080 साल श्रावण 2 गते विदेशबाट अवैध ढङ्गले पैठारी तस्करी गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागबाट पक्राउ गरिएको थियो। उक्त विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले छानबिन गरिरहेको सर्वविदितै छ। केन्द्रीय अनुसन्धान ब्युरोले निष्पक्ष अनुसन्धान छानबिन नगरेको हुँदा सुन तस्करण गर्ने व्यक्तिलाई अभियोजन गरिनेछ। विदेशबाट इलेक्ट्रिकल सिगरेट भेप्समा सुन राखी अवैध पैठारी तस्करी गरिएको मिति 2080 श्रावण 2 गते ब्रेक्समा राखी अवैध पैठारी तस्करी गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको तस्करी जन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गरिनुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी र सम्बन्धी भएका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्ने जानबुझ आयोग ऐन 2026 बमोजियम 2080 6 महिना 5 गते नेपाल सरकारले आयोग गठन गरी त्यस दिनदेखि कार्यान्वयन प्रारम्भ गर्नेछ। रमेश लेखक प्रमुख सचेतक नेपाली काङ्ग्रेस, पदमराज गिरी प्रमुख सचेतक नेकपा एमाले, हितराज पाण्डे प्रमुख सचेतक नेकपा माओवादी, सन्तोष परियार प्रमुख सचेतक रासपा, ज्ञानेन्द्र साई प्रमुख सचेतक रापरपा, प्रदीप यादव प्रमुख सचेतक जनता समाजवादी पार्टी, अब्दुल खान प्रमुख सचेतक जनमत पार्टी, कृष्णबहादुर महरा उम्किन्छन् भनेर 7 जना पार्टीले सरकारमा भएको माओवादीले नमान्दा मान्दै, काङ्ग्रेसले नमान्दा मान्दै हामीहरूले दबाब दिएर छानबिन समिति गठन गरेर त्यो छानबिन समितिले कृष्णबहादुर महरालाई दोषी देखाएको हो। त्यहाँ गृहमन्त्री अहिलेको भए पनि नभए पनि पक्राउ पर्थे, किनभने त्यो आयोगले बनाएको रिपोर्ट। तर तिनलाई दोषीलाई उम्काउने काम गरियो। बिरामी अरू हुँदैन, तपाईँलाई बिरामी हुँदैन, बिरामी कृष्णबहादुर महरा मात्रै हुन्छ नि यो देशमा। त्यो भएको हुनाले अहिले हामी गृहमन्त्रीलाई समर्थन गर्छौँ। हामीलाई आशा छ सुर्खेतको जिल्ला अदालतबाट पक्राउ पर्ची जारी गरेका, काठमाडौँको जिल्ला अदालतबाट पक्राउ पर्ची जारी गरेका नेताहरूलाई गृहमन्त्रीले पक्राउ गर्नुहुन्छ भन्ने आशावादी छु। हामीलाई आशा छ 138 किलो सुन प्रकरण काण्डमा तत्कालीन अर्थमन्त्री अहिलेका वर्षमान पुनः अनन्तलाई पनि गृहमन्त्रीले पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ।
हामीलाई आशा छ सुनकाण्डमा होली वाइन काण्डमा केपी ओलीलाई पक्राउ गर्नुहुन्छ भन्ने कुरा आशा छ हामीलाई। गिरिबन्धु टी स्टेट घोटाला प्रकरणको छानबिन हुन्छ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। त्यो आशाका साथ हामी अगाडि बढेका छौँ। हामीलाई आशा छ वाइट बडी काण्ड, हामीलाई आशा छ टेरामेक्स काण्ड, हामीलाई आशा छ 4G घोटाला काण्डमा गोकुल बास्कोटा लगायतलाई जेल लिनुहुन्छ भन्ने कुरामा आशा छ। हामीलाई आशा छ अहिले पनि एनसेलको घोटाला काण्डमा अहिलेका सञ्चार मन्त्री रेखा शर्मालाई पक्राउ गरेर जेल हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। हामीलाई आशा छ ललिता निवास प्रकरण काण्डमा पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ। होइन भने 2 जना पुलिसलाई सरुवा गरेर गृहमन्त्रीको काम होइन। पुलिस सरुवा गर्ने त गृहमन्त्री नै हुनु पर्दैन, सिडिओले गरिहाल्छ। त्यो भएको हुनाले यसमा हामीलाई आशा छ। तर अहिले पनि मलाई आशा छ त्यो हिजो ओरपट्टिको कुर्सीमा सँगै बस्दा ललिता निवास प्रकरणका दोषीलाई कारबाही गर भनेर अहिलेका गृहमन्त्री मैले सँगै उभिएर टेबल ठट्टाएर सरकारलाई जवाब मागेर अहिलेका माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गर्नु पर्यो भने माग राखेका छु। आज गृहमन्त्री भर्खर हुनुभएको छ, 6 महिनासम्म हेर्छु। 6 महिनाभित्र ललिता निवास प्रकरणका प्रधानमन्त्रीहरू पक्राउ पर्छन् भनेर म चाहिँ हेर्न तयार छु। तपाईहरू तयार हो? हामी तयार छौँ। अब अर्को आशा छ हामीले त्यतिखेर 70,000+2 लेख्यौँ नि, कसैले 70,000+3 पनि लेख्यौँ। तर के गर्यौँ? बालकुमारीमा दिनहाडै नेपाली युवाहरूलाई गोली हानेर मारियो। 2080 साल फागुन 6 गते 12:12:27 मैले त संसदमा पनि राखेको छ। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो बालकुमारीको घटना हत्या हो भन्नुभयो। हत्या हो भने त गोली हान्ने डिएसपी, आदेश दिने गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश र त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई हत्याको अभियोगमा पक्राउ गरेर जेल हालियोस् भनेर हामीले संसदमा आवाज उठायौँ, संसद अवरुद्ध गऱ्यौँ, टेबल ठोक्यौँ र त्यो माग गऱ्यौँ। त्यो माग गर्नेमा एउटा म राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको सत्यता काई साहब, एउटा अहिलेका गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको हैसियतमा उहाँ सभापति हुनुहुन्थ्यो। मलाई आशा छ म अब 1 महिनाभित्र हेर्दैछु त्यो बालकुमारी घटनाकाण्डमा गोली हान्ने आदेश दिने अहिलेका परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ प्रकाशलाई पक्राउ गरेर जेल हाल्नु हुन्छ भन्ने कुरामा म आशावादी छु। त्यही भएर अहिले गृहमन्त्रीको विरोध गर्नुपर्ने आवश्यकता छैन। 2-4 महिना काम गर्न दियो। काङ्ग्रेसले अवरोध गर्यो। अवरोध कसरी गर्छ? संसदमा कुरा उठाउँदैमा काममा अवरोध हुँदैन, संसदमा आवाज उठाउँदैमा काममा अवरोध हुँदैन। र अर्को, अब तपाईँलाई त जति पनि चुनाव जिताइहाल्नुहुन्छ। एमसीसी आयो, एकजना मान्यज्यूले संसदमा भन्नुभयो यदि अमेरिकन सेनाले परेड खेल्यो भने मलाई 4 पाटे मोडेर थानकोटको डाँडा कटाइयोस् भन्ने। एक पल्लो क्षेत्रका हुन्, हिँडेर गयो भने 4 नम्बर क्षेत्रका, यहाँ हिँडेर गयो भने 15 मिनट लाग्छ। आज उहाँलाई खुला चुनौती हो। अमेरिकन सेनाले तपाईँकै काठमाडौँ जिल्लाको शिवपुरी माध्यमिक विद्यालयमा ड्रेस सहित परेड खेलेको छ। के अब तपाईँलाई 4 पट्टि मोडेर पठाउने हो? यसको जिम्मा चाहियो हामी। आज एमसीसीका दलालहरू संसदमा निर्वाचन भएर गएको छ। आज देश तहस नहस भएको छ। अहिले टाढा जानु पर्दैन। नेपाली जनता दाजुभाइहरू हो, नेपालमा सरकार छ र सरकार भइदिएको भए रसियामा अल्पत्र परेका 5 जना युवाहरूले भारत सरकारलाई मलाई उद्धार गर्दै भन्थे। आज भनिरहेका छन्। हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीले अत्यन्त सार्वजनिक महत्त्वको विषयवस्तु हो यो रसियाको विषयमा, यो रसियाको विषयमा अत्यन्त सार्वजनिक महत्त्वको विषय हो। यो विषयलाई तत्काल परराष्ट्र मन्त्रीले सम्बोधन गरेर रसियामा अल्पत्र परेका, युक्रेनमा अल्पत्र परेका नेपाली दाजुभाइलाई उद्धार गर्नु पर्यो भनेर संसदको सभामुखका हामीले संसदको सचिवालयमा दर्ता गराएका छौँ। त्यतिखेरका परराष्ट्र मन्त्री, नेपाली काङ्ग्रेसका परराष्ट्र मन्त्री, नेपाली काङ्ग्रेसबाट परेका परराष्ट्र मन्त्री साउदजीले, मान्यज्यूले भन्नुभएको थियो म त्यसको उद्धार गर्छु। तर अहिलेका परराष्ट्र मन्त्रीले अहिलेसम्म 3 युवाहरूलाई उद्धार गरेका छैनन्। बरु सत्ता टिकाउनका लागि चाइना जानुभएको छ। चाइना जानु पर्दैन परराष्ट्र मन्त्रीलाई।
नेपाली जनताका छोराछोरी उद्धार गर्न रसिया जानुस्, तपाईलाई फुलमालाले हामी एयरपोर्टमा स्वागत गर्छौँ। आज जनताको अवस्था त्यो छ, मुलुकको अवस्था धराइसकेको छ। विकास गर्ने हो, क्यारे गर्नुहुन्छ? 17 खर्बको बजेटमा 82.75%, यानी कि 100 रुपियाँको 82 रुपियाँ 75 पैसा तपाईहरूका जनप्रतिनिधि पाल्दै खर्च हुन्छ। के गरेर गर्नुहुन्छ? यही व्यवस्थामा यदि भोलि म पनि प्रधानमन्त्री भएँ भने एक रति यो देशलाई परिवर्तन गर्न, देशको विकास परिवर्तन गर्न सकिँदैन। के आधारमा गर्न सकिन्छ? खर्च कति छ? अहिलेको आर्थिक वर्षलाई हेर्ने भने ल हेर्नुहोस्, हाम्रो कति छ खर्च? खर्च कटौती गरौँ, यो संहिता खारेज गरौँ भन्दा हुँदैन। यो त हाम्रो पहिचान हो। कहाँको पहिचान हो? कुन देशको पहिचान? देश टुक्राउने पनि पहिचान हुन्छ? कहाँको पहिचान? अब हेर्नुहोस्, तपाईलाई स्पष्ट छ, 17 खर्ब 51 अर्ब 31 करोडको बजेट हुँदाखेरि झन्डै 11 खर्ब 41 अर्ब 78 करोड रुपियाँ चाहिँ के छ? चालु खर्च छ। यो भनेको कर्मचारी र जनप्रतिनिधिको मोजमस्ती। झन्डै तपाईको आएर 3 खर्ब 7 अर्ब 45 करोड चाहिँ हामीले विदेशीबाट ल्याएको ऋणको ब्याज तिर्दैछौँ। झन्डै तपाईको 4 खर्ब 8 करोड रुपियाँ चाहिँ के छ? वित्तीय हस्तान्तरण छ। आज देश 100 रुपियाँमा 82 रुपियाँ खर्च छ, 70 रुपियाँ देश विकासका लागि खर्च गर्छौँ, अझ देश टाट पल्टिन्छ। ल जानुस् यही थलीको सडकलाई, यो सडक यतिले हुँदैन क्वालिटीमा भनेर तपाईको बजेट लिएर जानुस्, पैसो छैन। पैसो कहाँ छ? अझ के भन्छन् अर्थमन्त्री र प्रधानमन्त्री अगाडि बसेर हाम्रो देशको अर्थव्यवस्था कायापलट भयो भन्छ। म केही भन्न चाहदिनँ, व्यक्तिगत रूपमा गयो नभन्नु होला। पुष्पकमल दाहाल प्रचण्डजीले आफ्ना छोरीहरूलाई कुवेतमा काम गर्न पठाएर देखाऊ, बल्ल त्यहाँबाट आएको रेमिटान्सको महत्त्व थाहा हुन्छ। आज हालत के छ? यिनका छोराछोरीहरू अस्ट्रेलिया, युरोप, अस्ति देख्नु भएन हेलिकप्टरमा विवाह गर्दै थिए। यिनीहरू टाढा होइन, यहीँ अगाडिको गोकर्ण रिसोर्टमा यिनीहरू सभा सम्मेलन गर्दै थिए। हिजो गाउँमा एउटा किसान, 2 मुरी धान फल्ने किसानले आफ्ना छोराछोरी मागेर बिहे गर्यो भने यिनलाई घाँटी काटेका हुन्। आज आफ्ना छोराछोरीहरू गोकर्ण रिसोर्टमा बिहे गर्छ। प्रधानमन्त्री आफ्नी छोरी ज्वाइँ, नातिनी ज्वाइँको घरमा जानका लागि नेपाल आर्मीको हेलिकप्टर चढेर सन्धि बेड्न जान्छन्। अझ यिनीहरूलाई म अहिले पनि भन्न चाहन्छु, यदि साँच्चै देशको माया छ भने यिनीहरूलाई अहिले पनि भन्छु, हामी देवी मान्थ्यौँ हाम्रा दिदीबहिनीहरूलाई। अहिले पनि माइतीले देवी मान्ने दिदीबहिनीहरू आज खाडीमा, कुवेतमा, कतारमा गएर काम गरेर अर्काको घरमा काम गरेर पठाएको पैसाले यो देश चलिरहेको छ। अझै यिनी नेताहरूले केही गर्छन् भनेर तपाईँ सोचिराख्नु भएको छ। बेकुब नेता हो कि तपाईँ हो भन्ने कुरामा आज तपाईँलाई भन्न चाहन्छु। मलाई देखाइदिनुहोस्,